ल साथीहरु, आज मैले चिकन कराई मसला बनाउन गइरहेको छु। त्यसको लागि मैले आधा केजी चिकन लिएको छु है। चिकनलाई एउटा बोलमा राखेर झट्ट नुन र बेसार मात्र हालेर मैले मेरिनेट गरेको छु। त्यस मेरिनेट गरिसकेपछि आधा घण्टा तपाईलाई राख्नुपर्ने हुन्छ। राखिसकेपछि कम्तीमा आधा घण्टा 1 घण्टा फ्रिजमा हालेर राखिदिन्छ, त्यतिकै राख्ने हुन्छ। अब मैले चुलामा कराई बसालेर 3-4 चम्मच जति तेल तोरीको तेल हालेको छु। तोरीको तेल तातिसकेपछि त्यसमा मैले खडा मसलाहरू ल्वाङ, दालचिनीको पत्ता, तेजपत्ता, सानो अलैँची सबै हालेको छु। त्यो हालिसकेपछि अब त्यसै माथि फेरि म प्याज हाल्न गइरहेको छु। प्याज मैले 2-3 ता प्याज राम्रोसँग काटेर राखेको थिएँ, पातलो साइजमा। 3 ता हरियो खुर्सानी पनि एड गरेको छु। एड गरिसकेपछि प्याजलाई राम्रोसँग चलाउनु होला है। सुनौलो हुँदाखेरि सानो मध्यम आँचमा चलाउनु होला। सुनौलो भइसकेपछि त्यसमा चिकन एड गरेर चिकनलाई पनि राम्रोसँग चलाउन सक्नुहुन्छ। चलाइसकेपछि कम्तीमा 2-3 मिनेट जति चिकनलाई राम्रोसँग चलाइसकेपछि त्यसकोमा सबै चिज तेल पनि लाउनु पर्यो, तर भुट्न नि पर्छ है। चिकनलाई राम्रोसँग भुटिनु नि पर्छ। भुटिसकेपछि मात्रै टेस्ट राम्रो आउँछ। त्यसैले राम्रोसँग चिकन भुटिसकेपछि यसमा लसुन अदुवाको पेस्ट मैले 1.5 चम्मच युज गरेको छु। त्यसैले म त्यसलाई पनि हालिसकेपछि राम्रोसँग मिलाएर चलाउनु पर्छ। चलाइसकेपछि मिक्सिङ गरेपछि त्यसपछि यसले पाक्न दिनुपर्छ। यो लसुन अदुवाको पेस्ट पनि राम्रोसँग पाकिसके मात्र स्वाद राम्रो आउँछ। त्यसैले त्यसमा मैले फेरि दुईटा टमाटरको प्युरी बनाएर राखेको थिएँ, यसलाई पनि एड गरेको छु। एड गरिसकेपछि राम्रोसँग यसलाई पनि राम्रोसँग चलाउने है। यो पनि 2-3 मिनेट जति पकाउनु पर्छ। राम्रोसँग पाकिसकेपछि त्यस पश्चात स्वाद अनुसार नुन हाल्नु होला तपाईले। मैले अगाडि नै पनि मेरिनेट गर्दा पनि मैले नुन हालेको थिएँ, त्यसैले अहिले 1 चम्मच मात्र हालेको छु। तपाईहरुले त्यही अनुसार हाल्न सक्नुहुन्छ है। त्यसैमाथि अब म मसला एड गर्न गइरहेको छु। जिराको धुलो, रातो खोर्सानी, धनियाको धुलो, गरम मसला सबै मैले एकैचोटि एड गरेको छु। अनि चिकन मसला पनि यसैमा एड गरेको छु है। यही अनुसार तपाईहरुले पनि गराउन सक्नुहुन्छ। हेर्नुस् कति राम्रो भइसकेको छ। यदि तपाई च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्न नभुल्नु होला। अनि भिडियो मन पर्यो भने लाइक, शेयर, कमेन्ट गर्न पनि नभुल्नु होला। ताकि तपाईहरु यदि च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब पनि गर्न नभुल्नु होला है। त्यसैगरी मैले पानी एड गरेको थिएँ। मैले चिसो पानी नै एड गरेको छु। तपाईले गरम पानी पनि एड गर्न सक्नुहुन्छ। पानी हालेर कम्तीमा 15-20 मिनेट राम्रोसँग चिकन पाक्न दिनुपर्छ। पाकिसकेपछि अब लगभग तयारी हुँदैछ। त्यसमा मैले काटेर राखेको थिएँ हरियो धनिया, यसलाई हालेर राम्रोसँग मिक्स गरेर कम्तीमा 1-2 मिनेट जति राम्रोसँग चारै दिशा लाग्ने गरेर राम्रोसँग चलाउनु पर्छ। चलाइसकेपछि अब देख्न सक्नुहुन्छ एकदम रेडी भइसकेको छ। अब चाहिँ म प्लेटिङ गर्न गइरहेको छु। तपाईहरुले भातसित नि खान सक्नुहुन्छ, रोटीसित नि खान सक्नुहुन्छ है। तपाईहरुले यसै गरेर घरमा पनि बनाएर खान सक्नुहुन्छ। चिकन कराई मसला है। एक फेर ट्राई गर्नु होला, इन्जोय गर्नु होला अवश्य पनि।